सरकारको यो काम पनि गजबै लाग्यो है त। तपाईँले सम्झिनै पर्ने कुरा प्रतिपक्ष.com सरकारले 100 बुँदे कार्ययोजना सार्वजनिक गरेको त तपाईँलाई थाहा नै छ होला, हेरिसक्नुभयो होला। धेरै राम्रा कामहरू छन्। यदि तपाईँले हेर्नु भएको छैन र ती 100 कार्ययोजना कति काम हुँदैछ, कति काम भएको छैन, कति पुरा भयो भनेर तपाईँले हेर्न चाहनुहुन्छ भने प्रतिपक्ष.com सर्च गरेर सरकारको तपाईँ वेबसाइटमा जान सक्नुहुन्छ र त्यहाँ गएर सबै कुराहरू यसरी हेर्न सक्नुहुन्छ। प्रतिपक्ष.com सर्च गर्नुभयो भने यहाँ सरकारको वेबसाइट आउँछ। त्यहाँ गइसकेपछि तपाईँलाई यहाँ सम्पूर्ण विवरणहरू छ है। 100 काम जुन प्रतिबद्धता गरेको थियो 11 कार्यान्वयनमा आएको छ भने 89 अझै सुरु हुन बाँकी छ। र यहाँ टाइम पनि देखाएको छ 97 दिन 3 घण्टा 37 मिनट देखाएको छ। घट्दै जान्छ। अघि मैले सुरुमा हेर्ने बेलामा 42 मिनट थियो। अब यहाँ के कामहरू भयो त? अब यहाँ अहिलेसम्म पुरा भएको छैन। पुरा भएपछि यहाँ थपिनेछ कार्यान्वयनमा कुन कामहरू आएका छन्, 100 बुदाहरू के हुन् र कुन कामहरू चाहिँ अझै सुरु हुन बाँकी छ त, ती कुराहरू सबै यहाँ सम्पूर्ण विवरण छ है त। तपाईँले पनि यहाँ गएर हेर्न सक्नुहुन्छ।